नमस्कार सम्पूर्णमा म डाक्टर शङ्कर बस्ताकोटी हेमाटोलोजिस्ट हाल म नेशनल सिटी हस्पिटल भरतपुर चितवनमा कार्यरत छु। आज हामी मल्टिपल माइलोमा एक प्रकारको ब्लड क्यान्सर हो यसबारे कुरा गर्दैछौँ। मल्टिपल माइलोमा एउटा रगत सम्बन्धी क्यान्सर हो जुन सामान्यतया चाहिँ तपाईको 50 वर्षभन्दा माथिको मान्छेहरुमा हुने गर्दछ र यसमा हुने समस्याहरू बिरामी कसरी आउँछ भन्दाखेरि चाहिँ रगतको कम भएर हैन हेमोग्लोबिन कम हुन्छ भने कतिको चाहिँ ढाड दुख्ने समस्या र अप्रत्याशित रूपमा हड्डीहरू भाँचिने समस्या र तपाईको चाहिँ किडनीको समस्या लिएर पेशेन्टहरू प्रस्तुत हुन्छ र बारम्बार इन्फेक्सनहरू पनि कति केसेसहरुमा चाहिँ हुन सक्दछ र यसको निदानको लागि यो रोग पत्ता लगाउनको लागि चाहिँ हामीले फर्दर जाँचहरू गर्नु जरुरी छ जसमा चाहिँ तपाईको बोन म्यारो एक्जामिनेसन रगत मासीको परीक्षण गर्नु जरुरी छ जसमा हामीले ट्युमर सेल्सहरू जसमा बी सेल रिलेटेड चाहिँ प्लाज्मा सेल्सहरू हुन्छ त्यो ट्युमर सेल छ कि छैन भनेर हेर्ने हुन्छ भने अरु चाहिँ तपाईको यो ट्युमर सेलले निकाल्ने प्रोटिन्सहरू एम प्रोटिन भन्छ त्यो चाहिँ इलेक्ट्रोफोरेसिस भन्ने एउटा टेस्टबाट चाहिँ छ कि छैन भनेर टेस्ट गर्नु पर्छ र त्यसको साथसाथै हामीले बोन स्क्यानहरू गरेर हड्डीमा कतै दागहरू छ कि छैन हेर्नका लागि बोन स्क्यान सिटी स्क्यान्सहरू र स्केलेटल सर्वे भनेर एक्सरेजहरू पनि गर्न सकिन्छ। जब यो रोग पत्ता लाग्छ त्यसपछि यसका ट्रिटमेन्ट मोडालिटिजहरू हुन्छन् जसमा एक नम्बरमा केमोथेरापी पेशेन्टलाई चाहिँ केमोथेरापी दिएर मल्टिपल साइकल्समा केमोथेरापी दिएर डिजिजलाई रोगलाई कन्ट्रोलतिर लगिन्छ र अर्को भनेको एउटा सानो स्पेसिफिक रिजनमा मात्रै तपाईको ट्युमर रहेछ भने सेकाइ मार्फत रेडियोथेरापी मात्र पनि त्यो डिजिजलाई हामी कन्ट्रोलमा लिएर फर्दर मोनिटरिङ गर्न सक्छौं र कति केसेसहरुमा केमो र रेडिएसन पछि जब डिजिज कन्ट्रोलमा आउँछ त्यस्ता केसेसहरुमा हामीले चाहिँ अटोलोगस बोन म्यारो ट्रान्सप्लान्टेसन हैन पेशेन्टलाई उसको आफ्नै स्टेम सेल्सहरु निकाल्ने त्यसपछि उलाई कन्डिसनिङ रेजिमेन केमोथेरापी दिने र उसको स्टेम सेल निकालेको फेरि उसैलाई नै दिने एउटा अटोलोगस ट्रान्सप्लान्ट हो यो। यस्तो गरेर पेशेन्टलाई चाहिँ डिजिज वेल कन्ट्रोल गर्न सकिन्छ र पेशेन्टलाई क्वालिटी अफ लाइफ दिन सकिन्छ। सामान्यतया आजको दिनमा यो डिजिज नन क्युरेबल डिजिज हो निको हुने होइन तर राम्रो ट्रिटमेन्ट राम्रो मेडिसिन्सहरु पायो र इन्टरभेन्सन टाइमली भयो इन्फेक्सन्सहरु हामीले हुन दिएनौं एकदम केयर गर्यौं भने चाहिँ पेशेन्टले राम्रो लाइफ क्वालिटी अफ लाइफ बिताएर नियर नर्मल लाइफ कन्टिन्यू गर्न सक्छ। त्यसैले चाहिँ अब सबै रगतको कमी भएको यही रोग भन्ने पनि छैन तर बुढेसकाल उमेरमा अरु टेस्टहरु गर्दाखेरि जस्तै तपाईको कमन रोगहरु रगत कम हुने आइरन कमी भिटामिन कमी त्यो सबै नभएपछि पत्ता नलागेपछि अनएक्सप्लेन्ड एनिमियाजहरु भएपछि र त्यस सँगसँगै ढाड दुख्ने समस्या किडनीमा क्रिएटिनिन हाई हुने खुट्टाहरु सुनिने त्यस्तो अरु फिचर्सहरु पनि मिसेर आयो भने चाहिँ ब्याक अफ द माइन्डमा चाहिँ यो डिजिज पनि हुन सक्छ भनेर चाहिँ सोच्ने र त्यो अनुसार वर्कअप गर्ने पर्ने हुन सक्छ। यो कस्तो हो त मल्टिपल माइलोमा चाहिँ तपाईको चाहिँ ब्लड क्यान्सर पनि हरेक प्रकारको हुन्छ जस्तै एएलएल भनेको चाइल्डहुड ल्युकेमिया हो बच्चाहरुमा हुन्छ एएमएल चाहिँ बिचको एडल्ट एजहरुमा हुन्छ र सीएलएल ओल्ड एजमा हुन्छ त्यस्तै मल्टिपल माइलोमा पनि आफ्टर 50s मा हुन्छ तर यो मानेमा यो 30 वर्ष 25 वर्ष अथवा 40 वर्ष नहुने होइन कम हुने हो तर हुन त हुन्छ तर मोर देन 50 इयर्समा चाहिँ मोस्ट अफ द केसेस प्राय केसेसहरु चाहिँ त्यो एजमा देखिने भएको कारणले गर्दाखेरि हामीले त्यसलाई चाहिँ एडल्ट डिजिज भनेर चाहिँ राख्छौं। बेसिकली अब यो डिजिज तपाईको जेनेटिक प्रब्लमहरुले हुन्छ हैन अब जिनमा हुने तपाईको ट्रान्सलोकेशन्सहरु अरु हाम्रो टेक्निकल टर्म्स हाइपरडिप्लोइडीहरु यस्तो विभिन्न इश्यूजहरुले हुन्छ। अब बच्नलाई भन्दा पनि यो रोग चाहिँ अब छिटो भन्दा छिटो पत्ता लागेर छ भने पनि तपाईको छिटो भन्दा छिटो पत्ता लगाएर र यो डिजिजको चाहिँ अरु प्रिकर्सर यो हुनुभन्दा अगाडिका स्टेजहरु पनि हुन्छ एमगस भन्ने हुन्छ स्मल रिङ माइलोमा भन्ने हुन्छ हैन डिजिज आफ्नो प्रेजेन्टेसन भन्दा पनि पहिला पनि अरु स्टेजहरु हुन्छ त्यही स्टेजमा पक्रेर हामीले चाहिँ यसलाई मोनिटरिङ गरेर इमिडिएट अर्ली ट्रिटमेन्ट गरेर योबाट चाहिँ हामीले चाहिँ यसको इम्प्याक्टलाई चाहिँ कम गर्न सक्छौं। के हुन्छ भन्दाखेरि चाहिँ डिजिज डायग्नोसिस भनेको नै यसको हाफ क्युर हो हैन डायग्नोसिस बिनाको चाहिँ डिजिज ट्रिटमेन्ट भन्ने चाहिँ आजको दिनमा एभिडेन्स बेस्ड मेडिसिन एरामा चाहिँ त्यो चाहिँ इम्पोसिबल छ। डायग्नोसिस गर्नको लागि चाहिँ सस्पिसन हुनु पर्यो सस्पिसन भएर त्यो अनुसारको करेक्ट टेस्टहरु गर्यौं भने टाइमली डायग्नोसिस हुन्छ टाइमली डायग्नोसिस भएपछि टाइमली इन्टरभेन्सन हुन्छ त्यसपछि पेशेन्टले इन्टरभेन्सन भएपछि डिजिजले चाहिँ दिएको रेस्पोन्स चाहिँ छिटो र अर्ली र प्रोमिसिङ रेस्पोन्स चाहिँ गर्छ। त्यो कारणले गर्दाखेरि डायग्नोसिसमा चाहिँ हामीले डिले नगरिकन एउटा मल्टिपल टेस्टहरु गरेर सस्पिसन छ भने चाहिँ गर्न जरुरी छ। यो रोगको अवस्था रिलेटिभली अब क्यान्सर आफैमा कम हो तर हामी चाहिँ चितवनमा अब क्यान्सर हस्पिटलले भएको कारणले गर्दा क्यान्सर अलिकति सबै नेपालका आउने भएर डिजिज त छ तर रिलेटिभली अरु नन क्यान्सर भन्दा त कम हो तर पनि
मान्छेको अब यो उमेर लङ्गेभिटी बढ्दै जाँदाखेरि चाहिँ माइलोमा डिजिज पनि त्यस्तो आउट अफ द क्यान्सर चाहिँ अनकमन चाहिँ छैन, क्यान्सरभित्र चाहिँ अलिकति कमनै छ यो डिजिज चाहिँ। हाम्रो हस्पिटलमा रगत सम्बन्धी चाहिँ हामीले चाहिँ कन्सल्टेटिभ सर्भिसहरू, हेमाटोलोजी कन्सल्टेटिभ सर्भिसहरू, ओपिडी सर्भिसेसहरू, इनपेसेन्ट सर्भिसहरू, डायग्नोस्टिक सर्भिसेसहरू दिइरहेछौँ र त्यही अनुसार चाहिँ रोग पत्ता लगाएर इफ पेसेन्ट निड्स कुनै नन केमोथेरापी मेडिसिन्सहरू त्यो पनि दिइरहेछौँ भने अब केमोथेरापिजहरू चाहिँ हामीले दिइरहेछौँ। र कति पेसेन्टहरू जस्तै कोही राजीव गान्धी जानुहुन्छ, कोही इन्डियाबाट ट्रान्सप्लान्ट गर्नुहुन्छ, कति त कार्टी गरेको केसहरू पनि छ। उहाँहरूले त्यो कन्सट्यान्ट मोनिटरिङ र फलोअपको लागि इन्डिया त सधैँ जान सकिन्न, त्यो प्र्याक्टिकल इस्युजहरू त्यो टेक्निकल इस्युजहरू रुल आउट गर्नलाई चाहिँ उहाँहरूले चाहिँ यहीँ आएर पोस्ट ट्रान्सप्लान्ट फलोअप ओपिडिजहरूदेखि लिएर कन्सल्टहरू चाहिँ हामीले त्यो लगायतका सर्भिसेसहरू चाहिँ प्रोभाइड गरिरहेका छौँ।